भर्खरै एकजनाको भाषण गर्दा गर्दै मृत्यु भएको खबर सुन्नुभएको वा देख्नु भएको थियो होला। पार्टीहरूले यो आन्दोलनलाई सांगठिक आन्दोलनको रूपमा लिन जरुरी छ। हामी 25,000 श्रमिकहरू जुन घुम्दैछन् ती श्रमिकहरूलाई हामीले गुमाउन चाहदैनौँ। अत यो कारणले झट्ट हेर्दा यो कार्डियक अरेस्ट भएर मृत्यु भएको अनुमान गर्न सकिन्छ। यस्तो कार्डियक अरेस्ट हुँदा मुटुले रगत पम्प गर्न छाड्छ र अक्सिजन दिमागमा र शरीरको अन्य भागमा जान रोकिन्छ अनि ज्यान जान्छ। यस्तो बेलामा त्यही नजिक भएको कसैले सीपीआर दिन सकेको भए सायद उसको ज्यान जोगिन सक्थ्यो। उचित सीपीआर दिनको लागि त केही घण्टाको प्रपर ट्रेनिङ नै गर्नुपर्छ। तैपनि म यहाँ सीपीआर कसरी गरिन्छ वा यस्तो अवस्थामा के गर्नु पर्थ्यो भन्ने कुराको जानकारी दिन्छु। यसरी ढलेको व्यक्तिको नाडी रोकिएको, मुटु चल्न छोडेको वा श्वास फेर्न रोकिएको निश्चित गर्नुपर्छ तुरुन्तै 10 सेकेन्ड भित्र। ठुलो हल्ला गरेर बस्ने होइन। यसरी ढलेको व्यक्तिको नाडी रोकिएको, मुटु चल्न छोडेको वा श्वास फेर्न रोकिएको निश्चित गर्नुपर्छ 10 सेकेन्ड भित्रै। व्यक्तिलाई कडा भुइँमा सुताएर, याद गर्नुहोस्, काखमा वा सोफामा वा कुसन भएको खाटमा होइन, कडा भुइँमा सुताएर छातीमा 30 कम्प्रेसन दिने। करिब 100 कम्प्रेसन प्रति मिनेटको दरले छातीमा 30 कम्प्रेसन दिने, 30 कम्प्रेसन दिने। 30 कम्प्रेसन दिएपछि फेरि नाडी चलेको, मुटु धड्कन चलेको वा सास फेर्न खोजेको छ छैन पत्ता लगाउने। यसो गर्दा 10 सेकेन्डभन्दा धेरै समय खर्च नगर्ने। यदि नाडी चलेको छैन, मुटुको धड्कन चलेको छैन, सास फेरेको छैन भने पुनः छातीमा अर्को 30 कम्प्रेसन गर्ने। कसैको यस्तो 30 कम्प्रेसन 1-2 राउन्ड दिँदाखेरि मुटुको धड्कन चल्ने हुन सक्छ र ज्यान जोगाउन सकिने हुन सक्छ। नत्र यो प्रक्रिया व्यक्तिको मुटुको धड्कन पुनः नचल्दासम्म, सास पुनः नफेर्दासम्म वा हस्पिटल नपुर्याउँदासम्म लगातार गर्नुपर्छ। 30 कम्प्रेसन लगातार गर्नुपर्छ, नियमित गर्नुपर्छ, छोड्नु हुँदैन। यदि सीपीआर ट्रेन प्रोफेसनलले सीपीआर दिएको हो भने 30 कम्प्रेसन दिएपछि 2 पटक मुखमा सास दिने गर्छन्। यदि सीपीआर ट्रेन होइन भने कम्प्रेसन मात्र गरिराख्ने हो। यस्तो सीपीआर कसरी दिने भन्ने बारे मैले एजुकेसन भिडियो पोस्ट गरिसकेको छु।